आज चाहिँ दिउँसोदेखि नै के खाउँ भनेर पेटले दिमाग खाइराखेको थियो। घरमा हेरेको चारवटा फिलो चाउचाउ मात्र रहेछ। चाउचाउ मात्र खाएर के मजा भनेर मम्मीसँग अन्डा किन्ने पैसा मागेको। मम्मीले त सिधै 100 रुपियाँ झिकेर दिनुहुन्छ। 100 रुपियाँ बोक्दै पसलतिर लागे। त्यही बेला सानो नानी पनि म पनि पसल जान्छु भन्दै आइपुग्यो। नानीको मम्मीले पनि पैसा पठाइदिनु भएछ। अब त दुईजना मिलेर पसल लाग्यो। पसल पुग्दा चाहिँ अन्डा सकेछ। अरूले पताको सामान चाहिँ किनेर दिए। आफू चाहिँ खाली हात फर्किनु पर्यो। अब अन्डा बिना चाउचाउ त असम्भव। त्यसैले बुवाको बाइक लिएर अर्को पसलतिर उड्यो। यत्रो पर आएपछि अन्डा त पाइ नै हाल्यो। बन्सा चाहिँ अन्डा लिन पसलतिर गयो। म चाहिँ बाटोमा बसेर ढिला नगर है भन्दै गफ हान्दिरहेको थिएँ। घर पुगेपछि त काम सुरु। तातो पानीमा एक गरेर चाउचाउ हाल्दै थिएँ। एकैछिनमा त चाउचाउ पनि पाकिसकेछ। अलिकति चाउचाउ नानीलाई छुट्याएर दिएँ। नानीले पनि मजाले खायो। हामी चाहिँ पिरो मसला हालेर मोल्दै थिएँ। एकैछिनमा रेडी भयो। रेडी हुने बित्तिकै मेरो त मुखबाट पानी नै आयो बा। अब पालो अन्डाको हतारमा तेल नै नतातिकन अन्डा हाल्दै अब अन्डा रन्डा भइदिरहेछ। मेरो भागमा परेको चाउचाउ चाहिँ यति नै हो। जति भए पनि अन्डासँग चाउचाउ गम 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 हान्दै यता फेरि मुखबिङ भिडियो चलिरहेको रहेछ। मन्छेले चाहिँ खानै नसकेको मैले चाहिँ सबै खाइदिएँ।